ल मेरो भरपुर फर्स्ट मिनी भ्लगको सफलतापछि मेरो फ्यानहरूको एकदमै सेकेन्ड भ्लगको डिमान्डको कारणले आज पनि म मिनी भ्लग बनाउँछु भनेर हिँडेको छु। र आज चाहिँ हाम्रो खासै प्लान केही थिएन र हाइकिङै जाउँ न त भनेर टक्क केटाहरूलाई पिकअप गर्न गयो। केटाहरू चाहिँ टक्क रेडी भएर बसिरहेको रहेछ। टक्क लाएर केटाहरूलाई पिकअप गरेँ। अनि साथी चाहिँ अस्तिको भ्लग देखेर यार खतरा थियो है, अस्तिको भ्लग खतरा भयो गर्दै थियो, रमाउँदै थियो होइन, खुसी हुँदै थियो। ल केटाहरू बस अलि ढिला हुन्छ, सनसेट हेर्न नभए होला भने टक्क बसेर पुग्यो डेस्टिनेसनमा पनि। डेस्टिनेसनमा पुग्यो फेरि। अनि आज चाहिँ टक्क सबै केटाहरू थिएनन्, सबैको इक्जाम भएको कारणले सबैजना आउनु पाएन। तर हाम्रो चाहिँ इक्जाम सकिसकेको थियो, त्यही भएर हामी चाहिँ गथ्यौँ, हामी 3जना मात्र। अनि केटाहरू अगाडि हिँड्दै थिए, झगडा गर्दै थिए। किन झगडा गर भनेको त खै के कुरामा अब यिनीहरू डिस्कस गरिरहेको रहेछन्। अनि त्यसपछि ल ठिकै छ त, तिमीहरू धेरै झगडा नगर केटा हो भनेर मैले सम्झाएँ, बुझाएँ। त्यसपछि टक्कलार तिमीहरू झगडा नगर, तिमीहरूलाई म एक एकवटा गिफ्ट दिन्छु भने के भन्न थालेँ केटाहरूले। मैले चाहिँ फेरि टक्कलार नेपालबाट मगाएको एकदमै बब्बाल शिलाजित थियो। अनि केटाहरूलाई यो शिलाजित खाऊ, तिमीहरू शिलाजित खाइसकेपछि झगडा पनि गर्दैनौ, तिमीहरूलाई एनर्जी आउँछ, अनि त्यो कता तिमीहरू चढ्न सक्छौ भनेर मैले भनेँ। त्यसपछि हामी टक्कलार अगाडि गयौँ। टक्क सनसेट भइरहेको थियो, दामी देखिरहेको थियो होइन, यस्तो दामी थियो। केटाहरू उसकुस मुकुस गर्दै हिँड्दै थियो होइन। अनि यहाँबाट चाहिँ सनसेट यस्तो बबाल थियो। तर जसले चाहिँ भने पनि क्यालीको सनसेट चाहिँ बबालै हो क्या। लाइक क्यालीमा वान अफ द रिजन बस्नुको कारण पनि यही नै हो क्या, एकदम दामी देख्यो होइन। अनि अलिकति माथि भएपछि साथीलाई साइड इफेक्टले हो कि क्या हो, शिलाजितको रेस खेल्न भन्न थाल्यो। दौडिएमा गुट्टुटु दौडेको त, ल हेर्छु साथी नै देख्दिनँ त म चाहिँ रेस भनेपछि गुट्टुटु दौडेको थियो, साथी नै छैन। टक्कलार रेस खेलिसकेपछि टक्कलार भोक लाग्न थाल्यो। अनि त्यसपछि टक्कलार केटाहरू ल बस अब यहाँबाट राम्रै भ्यू छ, यहीँ बसेर खाजा खाउँ भन्न थाल्यो। अनि टक्कलार खाजा चाहिँ टक्कलार मैले अस्ति मिनी ब्लगको सफलतापछि मै बनाइल्याउँछु केटा, तिमीहरू चिन्ता नगर भनेको थिएँ। टक्कलार अब फेरि अरू केटीसेटी भयो त चटपटे खान्थ्यो होला। अब हामी चाहिँ टक्क जिम जाने भएको कारणले टक्कलार मैले चाहिँ अन्डा चना हुन्छ नि, टक्क भुजियाहरू अलिकति टक्कलार चटक्क परेर लिएर आएको थिएँ। अनि केटाहरूलाई टक्क पस्किएँ, मैले पनि टक्क हालेँ होइन। अनि गम खाना थालेँ। केटाहरूले बबाल भएछ यार, यस्तो त सही हो, यस्तो त सधैँ खान पाए हुन्थ्यो भन्न थाल्यो। टक्क खाइसकेर टक्क सबै सामान प्याक गऱ्यौँ। अनि त्यसपछि हल्का जाडो हुँदै थियो। अनि त्यसपछि ल टिका केटा हो, म चाहिँ हुडी लिएर आएको छु, म चाहिँ हुडी लाउँछु, तिमीहरू चाहिँ अब के छ भन्न थालेँ। अनि टक्क लाएर फेरि केटाहरूले फेरि अहिलेको शिलाजित देऊ न त केटा हो, फेरि खाउँ भन्न थाल्यो। ल ल्याउ भनेर सबैलाई एक एकवटा बाँड। रात चाहिँ परिसकेको थियो, त्यही पनि हामी चाहिँ टक्क लाएर बसेर पुरै सनसेट हेरेर टक्क इन्स्ट्यान्टहरू बनाएर टक्क लाएर अनि गयौँ। टक्क गाडीमा आइपुग्यौँ। केटाहरू पनि मैले ड्रप गरिदिएँ। केटाहरू चाहिँ पुरा एकदम टायर्ड थियो। ल थ्याङ्क यू यार, ल ठिक छ, अब नेक्स्ट विक जानुपर्छ है टक्क लाएर भनेर टक्क हात मिलायो होइन। अनि टक्क लाएर म पनि आफ्नो घरतिर सर लागेँ। अनि मजाले घर गएर सुतेँ।